ए भान्जा हजुर यति बेला हामी परदेशमा छौँ। हजुर परदेशमा हुँदाखेरि गाउँघरको याद त कसलाई नै नआउला र होइन। हजुर हजुर तपाईँको आवाज पनि धेरै मिठो लाग्छ मलाई, धेरै राम्रो छ। एउटा यसो गाउँघरतिरको याद दिलाउने गीत गाइदिनु न। गाइदिनु त हे चौतारी थियो पिपल र बरको जन्छ परदेश झल्को छ गाउँघरको झल्को आउँछ त्यो आधी खोलाको डाँडै बसी मायाले